लु साथीहरू अब भोलि लाग्नुपर्छ हो यहाँबाट त्यही भएर न्युटेलाको अचार चाहिँ मिठो लाग्छ नि त न्युटेला र भोटा मासुको त्यही भएर न्युटेला चाहिँ मेरो वाइफले हाल्दैछ अब लु यो चाहिँ हो गुन्द्रुकको अचार यो किनेको बजारबाट यो चाहिँ अरू बनाएको मिसेसले यो न्युटेला होइन यो भोटा मास आज चाहिँ जाने हो साथी हो फ्लाइट छ 4 बजीको अब हिँड्ने म खानासाना खाएर तयारी भएर जान्छु यो बुढीले सुँगुरको मासु पकाइदिएको छ यो हो तपाईँको चिकन लोकल कुखुरा डल्ले खाइसक्यो अब खाँदैछु खाएर चाहिँ जाने पाउनु त उता पनि पाउँछ कि तर बुढीहरूले आमाहरूले पकाएको जस्तो मिठो हुँदैन भनेर चाहिँ अन्तिम भोजन यहाँको फेरि दसैँमा आएर हुन्छ ल हस् त बाटोमा भेटौँ अब बात गर्छु अहिले एयरपोर्ट आइपुग्यो भर्खर 50 मिनट लेट रहेछ राइट बसिरहेछु ल अब टाइम भयो चढ्ने फ्लाइटमा यहाँ टिकट देखाउनुपर्छ हो त्यहाँबाट चढ्यो 3 घन्टा लाग्छ ल अहिले म फ्लाइटमा बसेको है यस्तो छ फ्लाइटको नजारा है अब बेङ्गलोर पुगेर देखाउने छु तपाईँलाई अहिले चाहिँ एयरपोर्टबाट बसमा आएको एयरपोर्टबाट जति पनि पाउँछ बसहरू खाली खाली हुन्छ हो यो चाहिँ तपाईँको मेजेस्टिक बस स्ट्यान्डसम्म जान्छ मेजेस्टिक चाहिँ तपाईँको रेलवे स्टेसन पनि हो बस स्ट्यान्ड पनि हो एउटा जङ्सन जस्तो हो सिलगढी यहाँबाट एयरपोर्टबाट सिधै मेजेस्टिक गएर चाहिँ यहाँबाट फेरि 2 घन्टा लाग्छ बस आउनु चाहिँ रातभरि पाउँछ बस यो भिडियो चाहिँ म टक्कै जब पस्छु तब म अन्त भन्छु गाह्रो हुन्छ होला अलिकति बेङ्गलोर बेङ्गलोरको पहिलाको भिडियो हालेको छु मैले बेङ्गलोरको मेन टाउन मेन सिटीको तपाईँले हेर्न सक्नुहुन्छ पण काही गरज नाही करायची तू ज्याला लगेच चेक इन करशील ठीक आहे आम्ही पण पोहोचलो एक घन्टा 25 मिनट लाग्यो क्याम्पेगोडाबाट मेजेस्टिक आउनु 1 घन्टा 25 मिनट लाग्यो अब यो मेजेस्टिकबाट टुमकुर जानको लागि 2 घन्टा लाग्छ ल त साथीहरू पर पुगेर भेटौँ है ल साथीभाइ यहाँको नजारा चाहिँ यस्तो छ है म अब आइसकेको छु यहाँबाट गेटबाट अलिकति भित्र पस्नुपर्ने छ हो यहाँ चोक छ आइसकेको छु यस्तो छ यहाँको नजारा सबै सुनसान छ अहिले बज्यो तपाईँको 12:30 हो यो हो गेट ल आइसके ऱ्याकेट कोच आइपुगेको अवस्था साथीहरू रुम आइपुगे
बिस्तारै हल्का मिलाएको छु हल्का फुल्का बिस्तारै मिलाएको छु कि ल त आइपुग्यो म अब साथी यहाँ सुतिरहेछ डिस्टर्ब हुन्छ क्या त्यही भएर भोलि भेटौँला अर्को भ्लग यहीँसम्म सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला लाइक्स गरिदिनु होला है अन्त यहीँ राख्छु थाकेको छु निन्द्रा पनि लागिरहेको छ सुत्छु ल